पनि चलाइदिनुस् हतियार, तीर बुझाएर आएको छु मैले आफ्नो गर्दन। अन्यायमा त हामी पनि पर्यौँ होला, हामीलाई पनि चिच्चै चिच्चै भन्न मन थियो, कराई कराई भन्न मन थियो, अन्याय भयो न्याय पाऊ भन्न मन थियो। तर हरेक पटक अदालतको ढोकाबाट बाहिर निस्किएर अदालतप्रति आशा छ, भरोसा छ भन्दै आएको म। मेरा अभिव्यक्तिहरू अझै पनि त्यही छन्। न्याय पाइयो पाइएन आफ्नो ठाउँमा छ, तर पाइन्छ भन्ने आशा र भरोसा हामीलाई आज पनि छ। आई विल सी यू इन अ कोर्ट। तिमीलाई म अदालतमा भेटौँला भनेर पीडितले भन्छ। तर यहाँ त पीडकले भन्ने वातावरण बोल्ला कि भन्ने कुरामा हामी सचेत हुनु परेको न हो। पीडकले तँलाई अदालतमा देखाइदिउला भन्यो भने के हुन्छ? यो कसरी असंवैधानिक भयो, यो कसरी संविधान विपरीत भयो? बुझिन मैले, बुझाइदेऊ कसैले। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो। असंवैधानिक भएको भए 6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि। त्यो त सिफारिस भएर बसेको थियो र संवैधानिक परिषदमा हाम्रो पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री भएर गएपछि उहाँले बैठक गर्दा त्यसरी आएका नामहरूमा त ती नामहरू योग्यतम नामहरू हो। यही नामबाट चाहिँ यही नाम 6 जना सिफारिस हुनुभएकाहरूबाट प्रधान न्यायाधीशको चयन हुन्छ भनेर बनाइएको विधि गलत हो भने संविधान संशोधनको बहस चलेको छ, गरौँ बहस, गरौँ। यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो। यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथीहरू। हामीलाई भागभण्डामा विश्वास छैन। हामी राजनीतिमा आउनु पूर्व नै चुनौतीपूर्ण ढङ्गका अभिव्यक्तिहरू दिएर के लाभ हुन्छ र? यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो। अहिले धेरै आवाज सुनिएको छ जुडिसियरीको, न्यायालयका आवाजहरू पनि चर्को आवाज यहाँले सुनिरहनु भएको छ। सरकारले असंवैधानिक काम गर्यो, गैर संवैधानिक काम गर्यो, संविधान मिच्यो, विधि मिच्यो भनेको हामीले सुनेका छौँ। साथीहरू, राजनीतिक रूपमा यो संविधान बन्दा रासोपाको राजनीतिक उपस्थिति थिएन। संविधान बनिसकेको अवस्थामा, त्यो अभ्यासमा गइसकेको अवस्थामा राजनीतिक रूपमा रासोपाको उदय भएको। संविधानका अक्षरहरू उहाँहरूले लेख्नुभयो होला, तर त्यसको भावना रासोपाले प्रतिनिधित्व गरिरहेको छ। समावेशिता उहाँहरूले अक्षरमा लेख्नुभयो, 33% महिलाहरूलाई दिन्छौँ भनेर उहाँहरूले अक्षरमा लेख्नुभयो, तर त्यसलाई पालना त आफ्नो मन्त्रीमण्डल मार्फत रासोपाले गरिरहेको